वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हामी ट्रेकिङ जाँदैछौँ कोटाको थान। आज चाहिँ डे 2 हो। हिजो हामीहरू उही त मोटो निक्ले बाहिर क्यामेराबाट दुई पिप्लेबाट हामी यहाँ कति कता रे हो के हो यो ठाउँको नाम समी भन्छन् गाइज हामीहरू चाहिँ कोटाको थान जाँदैछौँ। आज चैते दसैँ पनि हो अनि यहाँ हामी सबैजना यता ठुलो मम्मी नागले हैन सास फेर्नु पर्छ भनेको उकालो उक्लिँदा हेलो छिटो हिँड्नु न गाइज हामीहरू चारजना चाहिँ यता हाम भाइहरू चारजना चाहिँ अगाडि पुगिसक्यौँ। हामी टोटल 8 जना छौँ माथि कोटमा जानको लागि। फाइनली भेट्यौँ वहाँ पुगिसकेर रहेछन्। हामीहरू चाहिँ पछाडि नै छौँ। यहाँ भ्यूहरू देख्न सक्नुहुन्थ्यो तर यहाँ पुरै कुहेलो लाएर केही देखिँदैन राम्रोसँग। नभए यहाँबाट पोखराको फेवा ताल पनि देखिन्थ्यो अरे अलि माथिबाट। भाइहरू चाहिँ यहाँ हाम्रो प्रतीक्षामा बसेर रहेछ चौतारामा। हामीभन्दा पहिल्यै आएर हामी मात्रै होला भनेको अरू मान्छे उतातिर अरू नि रहेछ। हामी चाहिँ 8 जना हौँ। त्यता नि त्यस्तै हो। म चाहिँ आधा बाटोमा सासा भइसक्यो किनकि हिजो पनि हिँडेर आएको कति 2-3 घन्टाको बाटो हिँडेर आएको हामीहरू तल दुईलेबाट समी भन्ज्याङसम्म। अब यहाँ समी भन्ज्याङबाट चाहिँ हामीहरू उता कोटाको थान जान्छौँ। भाइहरू यहाँ छ बसिरहेको चौतारामा। हामी 1 किलोमिटर हिँडेर आँखौँ बल्ल। अझै अब कति जाने हो। हुन्छ खो 5 मिनट। तिमीहरूलाई कस्तो फिल भइरह? कस्तो फिल भइरह? दिप्सन तिमीलाई कस्तो फिल भइरह? राम्रो भयो। चाहिँ अब सबैजना सँगै भएपछि रमाइलो हुन्छ। गाइज हामीहरू अब यहाँ चौतारामा रेस्ट गरिरहेछौँ। 1 किलोमिटर हिँडेर आएको छौँ हामीहरू सबैजना यहाँ रेस्ट गरिरहनु भएको छ। भाइहरू हामीहरू सबै गाइज हामीहरू चाहिँ अब यहाँ चौतारीबाट चाहिँ अब उकालो लाग्यौँ 5 मिनटको ब्रेक लिएर। हामीहरू अब त्यहाँ माथि बाइकहरू पनि गइरहेको छ। हामी चाहिँ हिँड्न चुज गऱ्यौँ हामीहरूले चाहिँ। मान्छेहरू गाडीहरूमा नि गइरहन्। आज चाहिँ चैते दसैँ हो त्यही भएर चैते दसैँको अवसरमा मान्छेहरू त्यही चाहिँ गाडीमा मान्छेहरू आइरहन् गइरहन् झरिसक्यन्। हामीहरू चाहिँ अझै कति छ। हामी चाहिँ लालीगुराँस भएको ठाउँमा जाने हो। त्यही चाहिँ हामीहरू चाहिँ अब आधा बाटोसम्म आइसकेको छौँ। अब आधा बाटो छ होला पुग्नलाई। मम्मी भेटनेरी डक्टर भएको भएर यहाँ बाख्रा फार्मको बारेमा सोधपुछ गर्दै हुनुभएको। हामी चाहिँ अब यस्तो बाटो जानुपर्ने हुने हो। यहाँ चाहिँ लालीगुराँसको बोट भेटिसकेको छौँ हामीहरूले। यहाँ तलसम्म यहाँको त टिभी भइरहेको यो नि लालीगुराँसको बोट हो यो। ए आगो लाएर माथि होला गाइस दाजुले चाहिँ लालीगुराँस 10 मिनट 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 10 मिनट
गाइस लाली गुराँस खाना हुन्छ होइन लाली गुराँस गाइस हामीहरू चाहिँ यहाँ यस्तो यो भिडभिडमा है यहाँ यस्तो भिडभिड आएको वहाँ तलबाट यस्तो भिडभिड आएको थियौँ हामी यस्तो माथि आधा बाटो त चढेको पनि हो यहाँ बाटोमा हिँड्ने अङ्कलहरूले कता गएको भनेर अनि त्यहाँ बाटो छैन भनेर हामी फेरि यहाँबाट यस्तो पुरै हिँडी यस्तो धन्दै गुल्टिएन एकचोटि धन्दै गुल्टेनौँ हामी कपडाको हालत ध्वस्त भाषा सबको कपडाको हालत ध्वस्त भाषा यहाँ यिनीहरूको कोही त आर्मीमै गए जस्तो मुख भाषा कालो लाएर कपडा यस्तो भाषा कस्तो भयो विमान कस्तो भयो भाइ कस्तो भयो नरम त नि जस्तो भयो कपडा जति सब जस्तो भयो यहाँ मान्छेहरूको यहाँ कपडा त जस्तो भयो कालै पुरा डढेर लगाएको पुरै कालै छ क्या यहाँ पुरै डढेर लगाएको झन् हामी अघि त्यो हिँडेको बेलामा खिच्न मिलेन किनकि त्यहाँ 1 मिस गेम फिनिस हुन्थ्यो हामी वहाँ माथि जाने सोचमा थियौँ वहाँ तलबाट त चढेर त आयौँ हामीहरू वहाँ तलको बाटोबाट चढेर त आयौँ तर हामी यहाँ हिँड्दा यस्तो ठाडै उकालो थियो अनि हामी फेरि यहीँबाट आयौँ हामीहरू चाहिँ त्यो गाउँतिरबाट आएको त्यतातिरबाट आएको यो बाटो माथि बाटो हुँदा हामीहरू चाहिँ आएको थियौँ हामी पुरा रक क्लाइम्बिङ गरेर जसरी आइरहेको थियौँ तर बस्टेड हामी खासमा यहाँबाट आइपुग्थ्यौँ कि सिधै उकालो चढेको भए त्यो माथि आइपुग्थ्यौँ होला हामी चाहिँ यही बाटोबाट आएको हामी वहाँबाट आएको त्यहाँ त्यत्रो हामी माथि चढ्यो भए चाहिँ हामी डाइरेक्ट त्यहाँबाट यहाँ आइपुग्थ्यौँ मित्र बाटो आउनु पर्थेन यिनीहरूको मुख हेर्न लायकको भइरहेछ कालो भएको तेरो नि कुनै ठाउँमा मात्र बुझ्दै त रुक्न अहिले वहीँ माथि गएर पुग्छौँ ल हामी 2 दिनको ट्रेकिङ अब हामी आफ्नो गन्तव्यमा पुग्ने बेला लाग्छ यिनीहरू आगो भइरहेछन् किनकि यिनीहरू यत्रो चढ्नु पर्यो फेरि झर्नु पर्यो हामीहरू अब हाम्रो डेस्टिनेसनमा पुग्न लागिसकेको छौँ अब यो भर्याङ चढ्दै फलो गर्दै गयो भने पुगिन्छ हामीहरू माथि गीत बजेको सुनिरह कस्तो अनुभव भइरह तपाईँलाई ह्याप्पी एन्ड फ्रस्ट्रेटेड एट द सेम टाइम गाइस भाइहरू चाहिँ माथि पुगिसकेछन् हामीहरू चाहिँ अझै यत्रो हिँड्ने हो यत्रो चढेर आयो अब हालत टाइट भयो टोपी नि ठुलो हो के मैले खासमा अजाको लगाएको क्याप किनकि भने मेरो थिएन भाइको ज्याकेट लगाएको हात डढ्छ भनेर अब हामी एकछिनमा पुगिन्छ हाम्रो डेस्टिनेसन आइसकेको छ अब हामीहरू पुग्छौँ यसो डढेर लागेर हो क्या कपडा यस्तो कालले धोस्दै भएको सबको घडा जस्तै भयो चाहिँ इन्ट्रान्स हो है यहाँबाट हामी यत्रो भर्याङ चढेर यत्रो कहाँबाट आयौँ हामी कतिवटा डाँडा कटेर आयौँ हामी यो ठाउँमा यतातिर आइपुग्यौँ यता चटपट पानीपुरी बेसी ठाउँ रहेछ यतातिर सबैजना यस्तो माथि आउँदा हालत यस्तो खराब भएछ यत्रो 2 दिन हामी हिँड्यौँ लगातार त होइन बस्यौँ अजीको घरमा
यहाँबाट चाहिँ अब सिधै आजै हामी तल 2 पिपले झर्छौँ यता माथि सनबन्तेङ नबसी हामी तलै झर्छौँ भाइको मुड अलि अफ छ किन अफ छ यहाँको ठाउँ जस्तो रहेछ चाहिँ अब यहाँबाट फर्किँदैछौँ सबैजना अब घरतिर लागियो कस्तो भयो दिप्सन तिमीलाई गाह्रो भयो है अब हामीहरू फेरि लाग्यो घरतिर हामी कति बस्यौँ आधा घन्टा जति बस्यौँ अब हामी फेरि जान्छौँ त्यही चाहिँ हामीहरू यति त आयौँ है मम्मी र ठुलो मम्मी चाहिँ कहाँ आउनुभयो मम्मीलाई अतेस लाहा हिँड्नलाई त्यही भएर गाडीमा जाने हो कि हिँडेर जाने हो भनिरहनु भएको अनि पाजु चाहिँ हिँडेर जाने हो भनिरहनु भएको ढुङ्गा माथि नौकाला लागेको भए हामी अघि आइपुगिन्थ्यो हामी त्यहीँ झर्न टाइम लाग्यो अनि भाइहरू पनि थाक्यो रिसाइरहेछन् मेन चाहिँ निमेष रिसाहरू चाहिँ यहाँ खाजा खानको लागि बसिरहेको छ रमाइलो भइरहेको हामी चाहिँ यताबाट आइरहेको थियौँ यहाँ चाहिँ डढेर लगाएको रहेछ है दिउँसो डढेर लगाइरहेको यहाँ लड्यो दिप्सन डढेर लाखा यहाँ दिप्सन लड्यो हामीहरू चाहिँ अब यहाँ मिनी अजको घरमा आइसकेको छौँ र भाइहरू चाहिँ त्यहाँ तिनीहरू चाहिँ हिँड्न तिनीहरू चाहिँ अजालाई बोलाएर हामीले पठायौँ अनि हामी पनि अब झर्छौँ एकछिनमै हामी सबै रेडी भइसकेको छौँ हामीहरू चाहिँ अब निनी अजीको घरबाट यता जान लागिसकेको छौँ घरमा हाम्रो पैदल यात्रा जारी नै छ अझै यति हिँड्ने छौँ हामी कति यति भनेको देखिन्न यहाँ चाहिँ रमाइलो चलिरह हामीहरू चाहिँ अब हिँड्दैछौँ अब कति बेला पुगिन्छ थाहा छैन झर्दा त के अरे धेरै टाइम लाग्यो छैन के अरे हिजोको भन्दा त अलि टाढा नै आइयो भन्दै लडिन के जान्ने क्या 3 दिन जान भयो गाइज भाइहरू चाहिँ अब जानु हजुर भयो भाइहरू चाहिँ गयो अब यहाँ भाइहरू चाहिँ गयो अब चाहिँ हामी 3टा मात्रै छौँ हिजो आउँदा फेरि कतिजना थियौँ हामी 5-6जना थियौँ अनि माथि कोटाको थान जाँदा चाहिँ 8जना थियौँ घर फर्किँदा चाहिँ 3जना मात्रै छौँ अब हामीहरू हामी चाहिँ अब आधा बाटोमा आइसकेको छौँ अब हामी चाहिँ यो पुरानो घरहरूको बिचबाट जानेछौँ जहाँ हामी हिजो नि यही बाटोबाट आएको यता तलबाट पनि जान मिल्छ यहाँबाट पनि जान मिल्छ यहाँबाट चाहिँ सर्टकट हुन्छ सो हामी त्यही भएर यही बाटो जान आँटेछौँ आइज हामीहरू फाइनली अब घर आउन लाग्यौँ अझै अलिकतिको थाहा घर आइपुग्न अब यही बाटो हुँदै जाने हो अब एकछिनमा आइन्छ 2-3 मिनट गाइज फाइनली घर आइपुग्यो घर आयो कस्तो अनुभव भइरहेको यत्रो बाटो हिँडेर आउनुभएको खुट्टा दुखेर थला परे हामी लास्टमा हामी 3जना मात्रै भयौँ हिजो गएको 6जना अनि कोटाको थान जाँदा 8जना केटाहरू त तिनीहरू त बल धरी खेलेर आइस हिजै त्यहाँ लडीबुडी गरिसकेको थियो त्यही पनि थकेला थियो तिनीहरूलाई फाइनली घर आइपुग्यो
अब यो सिडी झरेर यो सिडी झर्दा नलडोस् त्यो यत्रो बाटो लडिएन अब लड्यो भने त बर्बाद हुन्छ ए लालीगुरा जस्तो भिरभिरा थियो टिप्नै नसक्ने अब फाइनली घर आयो तर भाइहरू त खेलेर पनि आइसकेछन् टार्गेट कम्प्लिट गर्ने सिधा यहाँ घरबाट उता समी भन्ज्याङ अनि समी भन्ज्याङबाट कोटाको थानबाट समी भन्ज्याङबाट फेरि 2 पिपो झर्ने टार्गेट चाहिँ पाजुको र मेरो मात्रै कम्प्लिट भयो अरू त्यो तिनीहरूको काम छैन खासमा तिनीहरूले नै उचाल्ने मान्छेहरूले कहिल्यै केही गर्दैनन् रे के यो चाहिँ हो उचाल्ने मात्रै हामीले तर तिनीहरूले केही नै गरेन फाइनली गराइदियो My God! Oh, भाइयो कता गएन दिव्यान्स चिनेन कि क्या हो आमा ए आमा ओ भाइ लोग तिमीहरू मलाई खै ताउ तिम्रो ताउ कस्तो टार्गेट कम्प्लिट गर्ने 5 र म मात्रै भयो तिमीहरूको सब हरामी निस्कियो बाहिर सो गाइस आजको लागि यति नै थियो